हेलो साथीहरू, नमस्कार सबैजनालाई। म फेरि पनि टिचिङ हस्पिटल आइसकेको छु। यहाँ नानी, तिम्रो नाम के हो अरे? दीक्षा नानीलाई केही सहयोग गर्नुको लागि र उहाँको बुवा सबैजनाले देखिरहनु भएको छ। यहाँ सहयोगी दाताहरूको नाम पढ्छु है त। म बौद्ध पिपल बोर्डबाट ईश्वरी शेर्पाले चाहिँ उहाँको छोराको नाममा 5,000 रुपियाँ दिएर पठाउनु भएको छ भने प्रेम लिम्बुजी धरानबाट चाहिँ 10,000 रुपियाँ पठाइदिनु भएको छ भनेदेखि अर्को चाहिँ यो नाम नभन्नु भनेर चाहिँ उहाँ चाहिँ सर्लाई लालबन्दीबाट चाहिँ अहिले हाल मलेसियामा हुनुहुन्छ। उहाँले चाहिँ 2,884 रुपियाँ पठाउनु भएको छ भने अर्को चाहिँ सुब्बा लामाजी बौद्धबाट चाहिँ उहाँले चाहिँ 13,000 रुपियाँ पठाउनु भएको छ। कुल मिलाएर चाहिँ 30,884 रुपियाँ भएको छ साथी हो। आज म उहाँको उपचारको लागि बुझाइदिँदैछु। 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 त्यो 800 रुपियाँमा त्यो चान्चुन पैसा कहाँ खोजिरहनु होइन। 31,000 रुपियाँ चाहिँ मैले उहाँको बुवालाई बुझाइदिएको छ। लिनुहोस्, नानीको उपचारको लागि राम्रोसँग उपचार गर्नु होला। अनि अस्तिभन्दा उज्यालो मुख लागेको छ नि त। अनि सबैजनालाई के भन्ने, अलि ठुलो स्वरले बोल न त्यहाँ हेरेर। सबैजनालाई धन्यवाद अरे त। हजुरहरूको यति ठुलो मनलाई मेरो तर्फबाट नि धेरै धेरै धन्यवाद छ र भाइको तर्फबाट नि भन्नु छ। हजुरहरूको माथि चाहिँ भगवानको कृपा छाइरहोस् है। ल धेरै धेरै धन्यवाद सबैलाई, सँगै दिनुभएकोमा धन्यवाद छ। यसरी नै फेरि सहयोग गरिदिनु होला भनौँ। अहिलेसम्म हिजो अस्ति पछिको तालमा सहयोग आयो कि आएन? आएन, त्यो पहिलादेखि भन्दा छैन। यति नै हो है। ल अब मनकारी साथीहरूको छेउमा चाहिँ भिडियो सेयर गरेर पठाइदिनु होला। हजुरहरूले सक्नुहुन्छ भनेदेखि सहयोग गर्नु होला। यदि सहयोग गर्न सकेन भनेदेखि मनकारी साथीहरूको छेउमा चाहिँ पुर्याइदिनु होला है भिडियो सेयर गरेर। सहयोग गरिदिनु कि नगरिदिनु? सहयोग गरिदिनु। विचार भन्नै आउँदैन, बोल्नै आउँदैन, त्यस्तै छ विडम्बना। के सोझो मान्छे त्यस्तै हो। सोझो मान्छेको है एकदमै गाह्रो छ नि त। ल आज